हेर्नुस् त गाइस कस्तो राम्रो अम्बो शताब्दी धाम को स्टोरी चाहिँ कसलाई याद छ एनीवन इन्ट्रेस्टेड यो चेत्राज तेरो साथीहरु यहाँ रहेछ ओम सुख शान्ति मंगल आनन्द सुख कुछ यस्तो छ सनसेट हुँदै रहेछ हेलो गाइस वेलकम ब्याक टु माय YouTube channel नोइज गाइस हो हामी कहाँ जाँदैछ हामी जाँदैछ दर्शन हैन यसमै छ पुगेर भेटौँ ल घरमा मैले उयो गर्नु सक्दिनँ नि त स्टार्टै गर्न सक्दिनँ यस्तो डरलाग्दो बिग बस फ्यामिली छ क्या हाम्रो चाहिँ योहरू तपाईँलाई नदेखाएकै ठिक छ त्यही कारण चाहिँ अब डाइरेक्ट पुगेर भेटौँ ल गाइज मेरो मामा र माइजू चाहिँ हेर्नुहोस् त आम्मामा स्कुटीमै हुँदैछ अरे मिटिङ हुँदै रहेछ है गाइज यहाँ चाहिँ हेर्नुहोस् है के बात गर्दैछौ त अन्त गाइस भाइले चाहिँ हेर्नु न खुट्टा यहाँ अड्काएर यस्तो तन्की हेर्दैछ मामालाई तन्की हेर्दैछ है छिटो आउनु यहाँ हेर्नु न हेरेको मामा आउनु भयो शताब्दी धाम हामी भर्खरै पुग्यौँ किन कत्रो ठुलो मान्छेले भाइ बोकेको कति साह्रो राम्री दिएको मेरो छ्यामालाई त लु है गाइस मेरो साथी चेत्राजको साथीहरू यहाँ रहेछ है चेत्राज तेरो साथीहरू यहाँ रहेछ है डन्नै आइज है भेट्नु तँलाई याद गरिरहेको रहेछ शताब्दी धाम यो रुख चाहिँ के हो खासमा यहाँको स्टोरी चाहिँ कसलाई याद छ एनीवन इन्ट्रेस्टेड यो चाहिँ स्टोरी भनेको पहिला यो जोडी थियो अरे यो सिमल यो सफाको ठुलो थियो अरे ए अझै एउटा थियो रहेछ अझै एउटा थियो अनि त्यो काट्ने हुँदा चाहिँ दुईजना मान्छे मरेको छ त्यो काट्ने एकदम पहिलादेखि नै छ्याटी हो कि ठुलो झम्टिँदैन होला नि यहाँ धारा पनि हेर्नुहोस् म पुगिसकेको छु शताब्दी धाम यो रुखको स्टोरी चाहिँ अघि सुन्नुभयो होला मामाकोबाट हो हेर्नुहोस् यहाँ भिडियो बनाउनु पाउँदैन होला है पाउँछ हामी चाहिँ अब भित्र दर्शन गर्न आँटेको हो लु आउनुहोस् सबैजना हेर्नुहोस् भिडियोको थ्रुबाटै तपाईँहरूले पनि ब्लेसिङ्स पाउनुहुन्छ शताब्दी धामको ब्लेसिङ्स गड ब्लेस यु वाचिङ गर्यो गाइस मेरो मामाले चाहिँ नि अघि बाँदरहरूलाई दिनुको लागि चाहिँ के चाहिँ एक झोला बोकेर आउनु भएछ हेर्नुहोस् त ऊ पर तिमीहरू चाहिँ भाइ पक्रिन त अनि मेरो यहाँ भिडियो बनाउनु नपरेको हाल्दा ढुक्कै पक्रिन्छ
हर हर महादेव। हे महादेव, मेरो घर परिवार इष्टमित्र छरछिमेकी सबैको दुःख पिराए। हर हर महादेव, हामी सबैको रक्षा ओम भण्डवासी शिव धुनी परापूर्वकालदेखि अवमोहिने छोडिसकेको ओम सुख शान्ति मङ्गल आनन्द होस् दुःख कष्ट रोगबाट विरोधहरू हरनुहोस् नष्ट होस् बस स्वस्ति सुखी निरोगी छौँ के होला यो चाहिँ? हामीले दर्शन गरिसक्यो हो। अब हामी ग्रुप फोटो गर्न आँटेको यहाँनिर हो लोकेसन चाहिँ। यस्तो गरम छ है, शान्ति भयो है। शान्ति आनन्द। लु अब हामी ग्रुप फोटो खिच्छ, त्यहाँदेखि कहाँ जाने हेर्दै गर्नुहोस्। मेरो भान्जी पनि जाँदैछ ल। बोतलहरू रहेछ, बी केयरफुल है गाइस। खुट्टेको बोतलहरू छ। मेरो त आइसी। म त यहाँ डल्लै भिजेँ नि, तर नेपालमा यस्तो डरलाग्दो घाम छ कि सुकिहाल्छ भनेर। यस्तो रहेछ। केले बनाएको हो यो चाहिँ? ए रुद्राक्षले शिवलिङ्ग बनाएको रहेछ। रुद्राक्षले पो बनाएको रहेछ। हेर्नुहोस् त गाइस कस्तो राम्रो अम्बो। हेर्नुहोस् त रुद्राक्षले पो बनाएको रहेछ त। रुद्राक्षले बनाएको रहेछ। हेर्नुहोस् त है। कस्तो चाहिँ मेहनत लाग्यो होला है। कसलाई लिनु आउनु भएको? हामी आँचल दिदीलाई। ए आँचल दिदी चढ्नु हुन्छ। ए पिकनिक स्पट रहेछ नि त गाइज। यो चाहिँ पिकनिक स्पट रहेछ हो, मजाको रहेछ ठाउँ। लु बाई बाई, सी यु सुन। फेरि आउँला। सो गाइज यो चाहिँ मेरो आँसुको ठाउँ हो, मेरो आगोको घर, मेरो आगोको गाउँ र आँसुको घर पनि ठिक्कै क्रस भयो। यो बाई बाई।
हामी चाहिँ घर आइसक्यो त्यहाँदेखि घर आएर चाहिँ एकछिन रेस्ट गऱ्यो त्यहाँदेखि चाहिँ भोलि मेरो मामा माइजूहरू दुबई फर्किनु हुँदैछ नि त हो अन्त दुबई फर्किनु हुँदैछ सो मेरो माइला मामा माइजू कान्छा मामा माइजू आगो सबैको लागि हामीले मिलेर चिकनको अचार बनाइदियो होइन कति 8 केजी चिकनको चाहिँ अचार बनाउँदा चाहिँ कस्तो चाहिँ साह्रो पऱ्यो होला तर हुन त सबैजनाले मिलेर बनायो होइन मिठो मिठो भएछ अब आगोहरूकोमा पुगेर चाहिँ के आउँछ त्यसको उयो चाहिँ हेरौँ होइन अनि पुरै डरलाग्दो थाक्यो हो म चाहिँ अहिले यहाँ छप्परमा शीतल भएर आइरहेको छु छप्परको नजारा चाहिँ कुछ यस्तो छ हेर्नुहोस् ल छप्परदेखि नजारा चाहिँ यस्तो छ हाम्रो मेरो नेपालको उयो चाहिँ चार मेरो मेमे त्यहाँ खै के गर्नु हुँदैछ अन्त यस्तो छ मेरो मामा कहाँबाट आउनुभयो चेङ्बा मामा भिडियो बनाउन आएको यहाँ माथि अघि भ्लगै एन्ड गरेको थिइनँ नि त छप्परबाट नजारा देखाउँदै एन्ड गरेको यस्तो छ हेर्नुहोस् चारी साइड ब्याक साइडबाट चाहिँ यस्तो छ भ्यू कुछ यस्तो छ सनसेट हुँदै रहेछ हेर्नुहोस्